गरेर मुख पाउँदा पनि पार लागेन, मुखमा झिँगा पसो। हिजो रातभरि हार्छ कि भनेर चाहिँ पर्खिँदा गऱ्यो, रातभरि निन्द्रा बिगारियो। के को हार्ने त छाँटकाँटै छैन। लामो समयदेखि हामीले कम्ता कोसिस गरे हो। ब्राजिलियन फ्यान, जर्मनी फ्यान, इजिप्टका फ्यान, अर्को क्रोएसियाका फ्यान भयो जति सबै फ्यानहरू एक ठाउँमा आएर अभियान चलाउँदा पनि पार लागेन। हिजोको खेलदेखि त सबै हामी जस्ता साथीहरू, हाम्रा साथीहरू निराश भएका छन्। म भन्छु निराश नहुनु, यो अन्त्य होइन। अन्त्य खास के हो भनेर त फाइनलमा स्पेनले देखाउँछ। स्पेनलाई जितेर देखाओस् न, अनि पो नत्र चान्चुनेलाई जितेर केही हुनेवाला छैन। लाग्छ कि अहिले वर्ल्ड कप लगिसक्यो। वर्ल्ड कप लानु त्यसै छ। 11वटा बाघ छन् स्पेनमा, 11वटा। ती बाघलाई हराएर देखाओस् त। अनि